मेरो नचिनिएको भाइ तपाईँले कहिले चिनेको छु मेरो भाइ छैन चिने काफले पाएको टिम्पोट टिपेर टिपेर लाउँ भन्थ्यो एउटा सल्टिनीले। पेरुङ्गे र मावा खोलाको बगर जहाँ समयको छालहरूले ढुङ्गालाई मात्र होइन स्मृतिलाई पनि आकार दिएको छ। त्यहाँ बसेर अग्रजहरूका अनुभव सुन्नु भनेको एउटा जीवित इतिहासको पाना पल्टाउनु जस्तै हो। मेन्दाका पाठा कुमारी चोकमा अब के गर्नु फेट भएको फेर जोकमा। जब अघिल्ला पुस्ताहरू अग्रजहरू त्यस बगरका शिलामाथि विराजमान भएर अतीतका ढोकाहरू खोल्दछन् तब हावाका झक्काहरूले पनि आफ्ना गति शिथिल बनाउँछ। मानौ ऊ पनि जीवन्त गाथा सुन्न लालायित छ। अब यहाँनिर चाहिँ हाम्रो अग्रज व्यक्तित्वहरू हाम्रो मामा काकाहरूसँग चाहिँ हामी भ्रमणलाई अगाडि बढाइरहेका छौँ। यो ठाउँमा त के पनि थिएन, सुक्खा सुक्खा डाँडा राम्रै मरेको डाँडा थियो। अग्रजहरूको लागि यो मावाको बगर केवल जलधार मात्र होइन, यो त उहाँहरूको अस्तित्वको साँची हो। यस खोलाको सुझावटमा उहाँहरूको आफ्नो जीवनको ढुकढुकी सुन्नुहुन्छ। बगरको प्रत्येक ढुङ्गासँग उहाँहरूको कुनै न कुनै स्मृति गाँसिएको छ। उहाँहरूको पुरानो अनुभवहरू हामी लिनेछौँ र हाम्रो नयाँ जोस उहाँहरूसँग मिसाएर चाहिँ संयुक्त रूपमा मिक्स गरेर चाहिँ हामी आजको यात्रा तय गर्दैछौँ। रातो रातो खोर्सानी पिरो छ, छेत्रीको छोरो हिरो छ। नमस्ते, मेक्लाजुङ तोरीबारीको यात्रामा स्वागत छ। म पूजन राई र जुनु लिम्बूको तर्फबाट। आजको यात्रामा हामी गाउँको परिवेशमा रमाउनेछौँ। त्योभन्दा पनि महत्त्वपूर्ण कुरा, मधुमला बजारबाट पेरुङ्गेको चेप नुनको भारी बोकेर जीवनयापन गर्दा मावा खोला र चुलाचुलीको कठिन यात्रामा गाँसिएको मिठो तरुनी तन्दिरीको कथाको यथार्थ कोट्याउनेछौँ। ल, अहिले चाहिँ हामी मावा तोरीबारीमा छौँ र अत्यन्तै रमाइलो साथीहरूसँग भेट भइरहेको छ। एकदमै उत्साहजनक छ बसाइ यहाँको। हामी केही दिन यहाँ बस्नेछौँ। उमाथि चुलीतिर नि दिदी पहिला घाँस दाउरा काट्नु हिँडेको हो नि होइन? माथि चुलीतिर चुलीमा हिँडेको। बिहान गएर कति बजी आइपुग्नुहुन्थ्यो? 1 2 बजी। किन बजी दाउरा लिउन जानुहुन्थ्यो होइन? कतिजनाको समूहमा जानुहुन्थ्यो? कोही थिएन, 10-12 जना, 10-15 जना। अहिले त जानु छोड्यो, चुली पनि सकिँदैन। अहिले चाहिँ चुली जानु छोड्नुभयो? भनेपछि एक दिनमा 2 भारी ल्याउनुहुन्थ्यो कि? एक भारी। बिहान 5 बजी हिँडेर 10, 11, 12, 1 बजी आइपुग्थ्यो। घाँसले राउनु दिदी। परिश्रमी कृषकका हातहरूले मावा तोरीबारीको पवित्र गाउँका भूमिमा आधुनिक खेतीको प्रबलता फैलाएको देख्दा मनै फुरुङ्ग भइदिने। आजलाई भने झप्पकै रात पर्यो। धनकुमारी दिदीकै घरमा बास भयो। आज अर्को बिहानीले स्वागत गर्यो। यता एका बिहानै धनकुमारी दिदीको हातबाट मिठो बिहानीको चियापान भयो। आहा, कति मिठो। उता मावातिर हाम्रो मामा र काकाले प्रतीक्षा गरिरहनु भएको छ अरे, किनकि आज हामीसँग उहाँहरू जोडिँदै हुनुहुन्छ यात्रामा। यता मावातिर मामा र काकाले प्रतीक्षा गरिरहनु भएको रहेछ। उहाँहरू पनि बिहानीको खाना नास्तामा व्यस्त हुनुहुँदो रहेछ। अब हाम्रो यात्रा उहाँहरूसँग नै हुनेछ। नाच्नु अहिले हामी मामा झोलुङ्गे पुल ढुङ्गे पुलमा आइपुगिसकेका छौँ। अब यहाँनिर चाहिँ हाम्रो अग्रज व्यक्तित्वहरू हाम्रो मामा काकाहरूसँग चाहिँ हामी भ्रमणलाई अगाडि बढाइरहेका छौँ र उहाँहरूको पुरानो अनुभवहरू हामी लिनेछौँ र हाम्रो नयाँ जोस उहाँहरूसँग मिसाएर चाहिँ संयुक्त रूपमा मिक्स गरेर चाहिँ हामी आजको यात्रा तय गर्दैछौँ। तोरीबारी बस्ती र दुम्से बस्तीलाई जोड्ने पुल ठरिएसँगै एउटा नयाँ इतिहासको उदय भएको छ। हिजोको दिनमा बर्सातको उर्लदो भेलमा सिर्जना गरेको त्यो दुस्तर भौगोलिक दूरी र विषमताका कथाहरू अब केवल अतीतका पानाहरूमा सीमित भएका छन्। पुस्तौँदेखि साटिएका आत्मीयता र माटोको प्रगाढ सामिप्यतालाई यस सेतुले जीवन्तता मात्र दिएको छैन, बरु बर्सातको भयलाई सदाको लागि अन्त्य गर्दै विकास र सम्बन्धको एउटा अविच्छिन्न सङ्गम गराइदिएको छ, जसले एउटा गाउँको मुटुलाई अब कहिले नछुटिने गरी जोडिदिएको छ।
यो झोलुङ्गे पुल धेरै पहिला नै अत्यन्तै धेरै आवश्यकता थियो। अहिले भने चाहिँ जुन आवश्यकतालाई चाहिँ परिपूर्ति गरेको पाइयो। यो पुलले चाहिँ पारिपट्टिको तोरीबारीपट्टिको बस्ती र यता दुम्सेपट्टिको बस्तीलाई चाहिँ जोड्ने काम गर्छ र अत्यन्तै बर्खाको समयमा चाहिँ यहाँ आवश्यकता भएको कारणले गर्दा चाहिँ पुल बनेछ। खुसी लाग्यो र यो पुलको भ्रमण हामी अग्रजहरूसँग चाहिँ हामी घुमिरहेको छौँ र उहाँहरूको अनुभव र अनुभूतिहरूलाई हामीले साटिरहेको छौँ। पहिला आउँदाखेरि होइन मधुमलामा आउँदाखेरि सोल्टिनीहरूसँग धान नाचेको याद छ नि? छ नि हौ, सोल्टिनी चाहिँ धेरै खुबै नाच्नु भयो। आमै कति नाचियो नि। अनि यो मावा खोलातिर पनि हिँड्नु होला? म खोलामा त म त्यो पेँडी मासमा चाहिँ नाच्यो हौ साह्रै साह्रै नाच्नु भयो भने चाहिँ अहिले पनि यसो कापाले पाएको तिनपल्ट टिपेर टिपेर लाउँ भन्थ्यो एउटा सल्टिनीले। अन्त म त के भन्नु भनेपछि छक्कै भयो। होइन के अब टिपेर खाउँ भन्नु कि टिपेर लाउँ खुवाउनु भनेपछि ती सोल्टिनीको याद अझै पनि मनमा आइरहन्छ नि हौ। मलाई भेट्नु आइरहन्छ। यहाँ हाम्रो काका भतिजको कुरा यहाँ खुलिरहेको छ। होइन काकीले थाहा छ नि। त्यही ऊ त्यो काकीसँगै हिँडाइन भनेपछि राखेर यही पेरिङको खोलामा चाहिँ नुन कतिजना थुप्रो नि आमाई धेरै त होइन। मैले साह्रै माया गर्ने चाहिँ 7 जना दिदी थियो। कान्छी भन्थे कि भनेपछि ती चोल्टिनीको मिठो याद अझै पनि आइरहन्छ। यहाँ कहिलेकाहीँ आउँदाखेरि ती पुराना दिनहरूको सम्झना आइरहन्छ होइन? मावा खोलाको बगरमा जब पालमको उजिलो भाका गुन्जिन्छ तब अग्रजहरूको स्मृतिमा विगतका तरेलीहरू जीवन्त भएर आउँछ। उहाँहरूका ठटुलोपूर्ण र रसिलो गफकाभित्र हिजोका ती कठिन सङ्घर्ष पनि आज एउटा मिठो मुस्कानमा परिणत भएका छन्। तोरीबारी र दुम्से बस्तीलाई जोड्ने पुलको सामिप्यतासँगै ती पुराना किस्साहरू सुन्दा लाग्छ समयले केवल भूगोल मात्र जोडेको छैन, बरु अनुभवको उत्खनन र आत्मीयताको रस स्वादन गराउँदै दुई पुस्ताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको छ। रानीले सिङ्का चेङ्सुरो यी 29मा माया चेङ्सुरो यी भन्थ्यो कि। अन्त म त लाज्दै नि आफै पो लाज पो लाग्यो। नन्दाका पाठा कुमारी चोकमा अब के गर्नु भेट भएको जोकमा रमाइलो छ। अबेला म खाऊ कुम्बा प्यागी हो। नयाँ ठाउँ नै लाग्यो होइन? यो अब फर्स्ट टाइम देखेको नि त यो पुल बनेपछि। अनि नयाँ एकदम आनन्द आयो, दिमागलाई फ्रेस भयो, आनन्द छुट्टै भाइब्स आउँछ, पोजिटिभ भाइब्स, एकदम रमाइलो कुराहरू सुन्न पाइन्छ होइन? उहिलेको कहानीहरू सुनाउनुहुन्छ, मलाई एकदमै त्यो मजा लाग्छ। हामीले त्यस्ता पुराना अग्रजहरूको अनुभवहरूलाई लिने गरेका छौँ। कस्तो कस्तो भइरहेछ आजकल त्यो अनुभव लिइरहँदाखेरि? एकदम जहिले पनि त्यो नयाँ नयाँ कुराहरू पनि थाहा पाइन्छ होइन? अनि एकदम रमाइलो लाग्छ सुन्दाखेरि होइन? अहिले पनि त्यो वास्तविक आफूले पनि देख्न पाए हुन्थ्यो जस्तो लाग्छ। कतिपय कुराहरू रमाइलो हुन्छ नि त पहिलाको होइन? उहाँहरूको होइन त्यो बेलाको हरेक कुराहरू रमाइलो, स्वच्छ, एकदमै निस्वार्थ भावना हुन्छ उहाँहरूसँग होइन? एकदमै अर्ग्यानिक हुन्छ नि त उहाँहरूको अब भोगाइहरू। माओ तोरीबारीको श्रमसिद्ध तपोभूमिमा पाइला टेक्दा यहाँका बासिन्दाहरूको अविश्रान्त कर्मठता र अकृत्रिम अनुरागले हृदयलाई पूर्णतः वशीभूत तुलाउँछ। स्वर्ण आवाज छड्दै ढकमक फुलेका परिश्रमका फुलहरूले प्रकृति प्रदत्त पीत वस्त्र धारण गरे चाहिँ भान हुन्छ, जहाँ मेहनती श्रमजीवीहरूका पसिनाले समृद्धिको नवीन शिलाले कोरिएका छन्। अनुभवसिद्ध र प्रज्ञावान अग्रज अभिभावकहरूको ओजपूर्ण सान्निध्यतामा स्थानीय जनमानसबाट प्राप्त यो अतुलनीय आतिथ्य र निर्वच स्नेहले हाम्रो भ्रमणलाई केवल यात्रामा मात्र सीमित नराखी एउटा अविस्मरणीय सांस्कृतिक अनुष्ठानमा रूपान्तरण गरिदिएको छ। ल यता चाहिँ हाम्रो दाजुको घर। ल उहाँले यता हामीलाई स्वागत गरेर भित्र बोल्दै हुनुहुन्छ। भर्खर उठ्नुभयो क्या हो दाजु? भर्खर उठ्नुभएको हो क्या हो? सातो यता हाम्रो दाइ चाहिँ अत्यन्तै रमाइलो। उहाँले चाहिँ हामीलाई आफ्नो बगानको नरिवल सुपारीहरू सबै टिपेर लानु खानु भनेर चाहिँ सुम्पिनु भएको छ बगान। तर हामी सबै खान त सक्दैनौँ, एउटा चाहिँ चाख्नेछौँ, 1-2वटा चाहिँ। म चाहिँ अब झार्ने तर्खरमा छु। दाइलाई धेरै धेरै धन्यवाद।
किन खाने नि मजाले ऊ अलिक छिप्पेको टिप्ने कि कलिलो खाने हो ऊ अलिक हान्नु न परेको म बेच्छु आफू जाँदो रहेछ त कुर्ता बसुन्जेल खाने नि यहाँ कुनै के गरे भने नि हजुर हजुर यो ठाउँमा त के पनि थिएन सुक्खा सुक्खा डाँडा राम्रै मरेको डाँडा थियो यो पछि पानी निस्केपछि अहिले अब तोरीबारी कस्तो भयो भन्ने कुरो मकैबारीले जनाउँछ अहिले चाहिँ तोरी नभएर मकै फल्छ मकै अहिले चाहिँ मकै धान जस्तो यहाँ तोरीबारी भनेर नाम छ तोरी चाहिँ त्यति फल्दैन अहिले मकै चाहिँ बढी फल्छ होइन मकै फल्छ किनभने यहाँ के हो भन्दाखेरि थपक्कै एक बाली मकै लगाउने जतिसुकै फलोस् 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 त्यति नै मात्रै थियो नि त बाली यहाँ त्यति मात्रै त्यति नै थियो अब अहिले चाहिँ कुलो ल्याएपछि चाहिँ तपाईँहरू त खुब एक जमानामा माथि माथि चुलीसम्म दाउरा काट्ने घाँस काट्नको लागि जानुहुन्थ्यो ए यो माथि अन्धराजा तपाईँको पेरुङ्गे समय पुग्थ्यो हामीहरू घाँस काट्न दाउरा हुन्थ्यो पहिला पेरुङको चेपा पनि खुब उकाली ओह्राली गर्नुभयो पाँच थरको मान्छे तपाईँको कहाँ यहाँनिर टिन थिएन खर काट्न त्यहीँ जान्थ्यो चुलीमा भनेपछि त्यो पेरुङ उकाली ओह्राली थुप्रै थुप्रै अनुभवहरू हजुरसँग छ हामीले त त्यतै सुत्नुहुन्थ्यो होला होइन कति दिनमा पुग्नुहुन्थ्यो घर नुन बोकेर होइन त्यो नुन बोकेर जाँदा चाहिँ हामी 2 दिनमा पुग्थ्यो 2 दिनमा पुग्नुहुन्थ्यो होइन भनेपछि अब अघि भन्नुभयो धान त नाच्नु भएन त्यहाँ धान नाच्यो धान नाच्नु नुन बोक्ने धेरै त्यति बेलाका पुराना ती सोल्टिनीहरू होलान् अझै कोही होलान् कोही कहाँ पुगे कोही मर्रे होइन दिमागमा अझै याद होलान् हाम्रो यता के गर्दै हुन्छ म त यहाँ पानी भनेको मरिदको पानी नै मरिगयो खेती गर्नु होइन अलिक तलै मात्रै हो नि तलै मात्रै उहाँले पुरा खेती गर्दै हुनुहुन्छ यहाँ यस्तो मजाले पानीहरूले लिएको यहाँ लगाउने तल्लो उकोले लिएको रहेछ यस्तो राम्रो दैनिकी ठुलो छ जङ्गल पनि ठुलो ल यता चाहिँ हाम्रो जुन इदिङको लिम्बू पुरै स्थानीय बासिन्दाहरू भेट्नको लागि एक्साइटेड हुनुहुन्छ ल टरम्म यसरी चाहिँ यहाँनिर खोलाहरू भयो होइन यस्तो दामी छ हामी यहाँका स्थानीय बासिन्दाहरूको जनजीवन निहालिरहेका छौँ हामी चाहिँ यहाँबाट मधुमल्ला बजार सोमबारे बजार जान खोजेको अति नै रमाइलो दाइसँग भेट भयो उहाँसँग एकछिन भलाकुसारी गरौँ यहाँनिर नि हजुर हजुर गडबड छ ए गडबड छ अब बिहे कस्तो होला नहोला हेरिदिनु त रातो खोर्सानी पिरो छ छेत्रीको छोरो हिरो छ मेरो नचिनिएको भाइ तपाईँले कहिले चिनेको छु मेरो भाइ छैन चिने यहाँलाई धन्यवाद छ दाइ राष्ट्रको लागि ल राष्ट्रको लागि ल ओके दाइ ओके 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 छ ल दाइ ल ल ल भेट्दै गरौँ है त ल दाइ गरिहाल्छु नि अब भने हामी मावा तोरीबारी गोलचौरीबाट मधुमल्ला बजारतिर जाँदैछौँ घना जङ्गललाई छेडेर अगाडि बढ्नु छ हामी दुई यात्री तराईको अनन्त क्षितिजलाई चिर्दै निर्भित्र जङ्गलको मुटु छिटेर अघि बढिरहेका छौँ हाम्रो अगाडि बिछाएको त्यो कालो कृष्ण वर्णनको चिल्लो मार्ग कुनै विशाल अजङ्गर जङ्गलको बिचमा लमतन्न सुतिरहेको भान हुन्छ वरिपरि ठिङ्ग उभिएको साल र सिसोका नभ चुम्नी वृक्षले आकाशलाई समेत छेकेको छ जसका कारण दिउँसै गोधुली जस्तो धमिलो प्रकाश धरतीमा ओर्लिएको छ ती वृक्ष पल्लवहरू बिचमा छिरेका सूर्यका केही किरणहरूले भुइँमा एउटा अनौठो जालीदार चित्र कोरेको छ घरिघरिको हावाको झक्कालसँगै सुनिने ती पातको आवाज कुनै प्राचीन सङ्कथन जस्तो सुनिन्थ्यो मानौ जङ्गलले हामीलाई मधुमल्लाको विस्मृति इतिहास सुनाइरहेको छ ल यो चाहिँ मधुमल्ला बजार हाम्रो पुर्खाहरूको अत्यन्तै लोकप्रिय बजार इतिहास जोडिएको छ यो बजारसँग यो मधुमल्ला बजारको माटोमा अझै पनि हाम्रा बाजे बोजूको पसिनाको गन्ध र धान नाचको त्यो मधुर प्रतिध्वनि सुरक्षित छ उति बेला मधुमल्ला एउटा यस्तो सङ्गम स्थल थियो जहाँ पहाडको घिउ सुन्तला जडीबुटीसँग मधेसको नुन साटिन्थ्यो त्यो नुन केवल एउटा वस्तु थिएन यो त जीवनको अस्तित्व जोगाउने सञ्जीवनी थियो भारी बोकेर थाकेका ती ताँतीहरू जब सोमबारे बजारको छहारीमा भारी बिसाउँथे तब उनीहरूको अनुहारमा झल्किने त्यो प्रशान्ति अतुलनीय हुन्थ्यो त्यो समय जब हाम्रा आमा बुवा र बाजेबोजूको खुट्टामा चप्पल थिएन तर मनमा परिवार पाल्ने अदम्य अठोर थियो पहाडका कान्दाराबाट धेरै दिनको दुष्कर पैदल यात्रा गरी उकाली ओह्राली गर्दै उहाँहरू मधुमल्लाको त्यो समतल भूमिमा झर्नुहुन्थ्यो यो मधुमल्ला बजार वा सोमबारे बजारको इतिहासमा धाननाचको एउटा छुट्टै स्वर्णकाल लुकेको छ रातको निशब्दतामा जब तन्नेरी युवा युवतीहरू हात समातेर लयबद्ध रूपमा धान नाच नाच्थे तब पालमको स्वरहरूले सारा जङ्गल र बस्ती गुन्जमायन हुन्थ्यो
मधुमलाको त्यो रापेलो घाम र शीतलताको मिश्रणमा हाम्रा पुर्खाहरूले केही दिन विश्राम मात्र गर्दैनथे, बरु जीवनका कथाहरू सार्थे। पहाडको थुम्कीबाट बोकेर ल्याएका ती चोयाका नाङ्लाहरू, सुगन्धित अमिलो निलो सुन्तला र शुद्ध घिउका ठेकीहरू उनीहरूको अथाह श्रमका प्रतीक थिए। हाम्रा परिश्रमी बाबुबाजेहरूले आफ्ना हातले बुनेका कुच्चाहरू र नाङ्लाहरू मधेसको फाँटमा साटेर त्यसको बदलामा प्राप्त हुने त्यो सेतो स्वर्ण अर्थात् नुन र प्रकाश दिने मट्टीतेलका डब्बाहरू उनीहरूको लागि अमूल्य हुन्थे। बजारमा केही दिन बसेपछि जब भारीमा नुन र तेलका पोकाहरू बाँधिन्थे, तब सुरु हुन्थ्यो अर्को अग्नि परीक्षा, पहाडको त्यो नपगामी उकाली। हिजो ती नाङ्ला र कुचो साटिएको नुनले नै आज हाम्रो रगतमा स्वाभिमान भरेको छ। मधुमलाको त्यो बजार जहाँ हाम्रा बाजे बोजूका पैदलका डोपहरू अझै कतै अङ्कित होलान्, त्यो हाम्रो अस्तित्वको शिलान्यास हो। हवस् त, आजको बसाइ यस्तै रह्यो। अर्को भागमा अर्को ठाउँमा भेटौँला। तबसम्मको लागि म पूजन राई तथा जुनु लिम्बू आज्ञा हुन चाहन्छौँ। हवस् त, नमस्ते। कृपया जस्तो लाग्छ त्यस्तै कमेन्ट गरिदिनु होला।